ल हेर्नु साथीहरू, मेरो लसुन चाहिँ यति ठुलो भइसक्यो। लगाउनु पाएको छैन, उम्रिन तीन पात भने जस्तै। लसुन चाहिँ यति ठुलो भइसक्यो हेर्नु साथी। अब यतातिर चाहिँ मैले हजारवटा जति प्याज रोपिदिइसकेँ। प्याज पनि उठिसक्यो साथीहरू। अनि हजुरहरूले प्याज लगाउनु भयो कि लगाउनु भएन, मैले चाहिँ प्याज लगाइसकेँ। यता चाहिँ धनियाँ बेबी, धनियाँ चाहिँ मैले अस्ति नै छाँटेर एउटा लाप्दै थिएँ। अनि यता चाहिँ मेरो तोरीबारी अनि डल्ले खोर्सानी मजाले पकाउँछु यसपालि। डल्ले खोर्सानी चाहिँ आउँको लागि, अब आउने वर्षको लागि बिउ बनाउनको लागि मजाले पकाएर राख्न पर्यो साथीहरू। अनि मेरो रायोको साग कसलाई मनपर्छ साथीहरू? मलाई चाहिँ एकदम धेरै मनपर्छ है। रायोको साग चाहिँ मेरो फेभरेट हो। दिनमा घरमा चाहिँ एक छाक साग पाकेन भने कस्तो लाग्छ क्या साथीहरू। आफूलाई खानलाई मस्त साग चाहिँ आफूलाई खानलाई चाहिँ मजाले पुग्छ साथीहरू। अनि किराले चाहिँ खाएको छ है साथीहरू। किराले खाएर रहेको मात्र खानी हो कि। मैले एउटा पनि बिसादी हालेको छैन। बिसादी चाहिँ एउटा पनि हालेको छैन साथीहरू। पुरै बाख्राको मल राखेको साथीहरू। अनि यस्तो छ मेरो कल गरेको रायोको साग। अनि अलिकति